तपाईहरुलाई एउटा कुरा देखाउन आइरहेको छ है, प्लिज इग्नोर नगरिदिनु होला, भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु। यो चाहिँ गाउँको बारी हो। गाउँ पनि कस्तो खालको छ भन्दाखेरि यता डाँडा अनि यता पनि डाँडाहरू अनि बिचमा चाहिँ गाउँ छ, हेर्न सक्नुहुन्छ है। अनि यतातिर यो खेतबारीहरू भइगयो, उता पनि अरूका। यहाँ चाहिँ एकदम दुःख छ, दुःख पनि यति धेरै दुःख छ कि यहाँनिर बाँदर रुङ्नको लागि बिहानदेखि बेलुकासम्म एकजना मान्छे त एनी टाइम चाहिहाल्छ, नत्र भने बाँदरले खाइहाल्छ। एक दिन आएन भने यहाँनिर भन्न सकिँदैन क्या, एक दिन आएन भने भन्नै सकिँदैन। यहाँनिर बाँदर पनि आउन सक्छ, अरूको बाख्राहरू आउँछ, केही न केही हुन्छ। अनि त्यही भएर यहाँनिर चाहिँ एनी टाइमै रुँगिरहनु पर्ने हुन्छ। अहिले बेलुकाको 6-7 जति बज्न लागिसक्यो, म यहाँनिर बसेर हिँडिरहेको छु है। मकैहरू हेर्दैछु। अब ठिक्क साँझ परेपछि जाने यो घर चाहिँ एकदम दुःख छ यहाँनिर। अनि त्यही कारणले गर्दा टोगा पनि बनाउनु नसक्छौँ है, टोगा बनाउनु नसक्यो किनभने अब पानी पर्ने सिजन भयो, पानीहरू पऱ्यो भने बिग्रिन्छ नि त। त्यो कारणले गर्दा त्यहाँ टोगा बनाएर त्यहाँ बसेर वनको रुङ्नु पर्ला। आशा छ कि माया गरिदिनुहुन्छ भन्ने हजुरहरूले पनि है। हजुरहरूको साथ सपोर्ट बिना केही नै हुनेवाला छैन, केही नै हुनेवाला छैन। थोरै माया देखाइदिनु होला भन्न चाहन्छु। र यहाँ पानीहरू पनि एकदम पानीको पनि अभाव छ है। पानीहरू अब परेर यो भलबाढी आइहाल्यो भने लगाउनु गाह्रो छ। चामल महिनै पछि किनेर खानुपर्छ है। यता कोही पनि छैन होला, प्रायः जस्तो सबै चामलै किनेर खाने मान्छे छन् है। कोही घरहरू मात्रै चामल किनेर खाने, नत्र प्रायः सबै चामलै किनेर खाने खालका छन्। सबैले चामलै किनेर खानुपर्छ। यहाँनिर यो गाउँमा चाहिँ एकदम दुःख छ है। काँडा भोलि यस्तो छ। आशा छ कि अब हजुरहरूले पनि माया देखाइदिनुहुन्छ भन्ने आशा छ। र त्यही आशाको साथसाथै अहिलेलाई भिडियो बन्द पनि गर्न चाहे, माया गरिदिनु होला सबैले हजुरको गाउँदेखि ब्लगलाई। र अनि म चाहिँ अहिले घर हिँडेको, किनभने झमक्कै हुन लागिसक्यो। अहिले मैले अगाडिको सेल्फी क्यामेराबाट सुट गरिरहेको छु। त्यही भएर अलिकति चल्दैन सक्छ है तपाईँहरूलाई, तर केही नै आउँदैन। त्यो कारणले गर्दाखेरि म पनि फर्किँदैछु यहाँबाट। घरै आएको होला हो। आशा छ कि हजुरहरूले यो भिडियोमा पक्कै पनि माया दिनुहुन्छ भन्ने। थोरै भए पनि माया गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरेर राखिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला भन्दै म पनि अहिलेको लागि बिदा हुन चाहेँ है। ल हस् त, धन्यवाद। राम्रोसँग बस्नु होला हजुरहरू पनि। फेरि नेक्स्ट भिडियोमा भेट्नुपर्छ है। ल हस् त।